वाट्सअप एभ्रीबडी नेपाली एमएमए एन्ड बक्सिङ इज हियर र अनि आज चाहिँ हामीसँग केही एमएमएको र केही बक्सिङको न्युजहरू छ होइन सो लेट्स डिस्कस टुगेदर लेट्स गो र सुरुमा चाहिँ हामी एमएमएकै न्युजबाट चाहिँ डिस्कस गर्न गइरहेको छौँ होइन सो जन जोन्सले चाहिँ एलेक्स पेरेरालाई चाहिँ सर्ट फायर I beat a lot of legends from your country, my friend. I know you'd love to avenge the boys, but boy, would you be a good one to add to my list. Be careful what you wish for. Ciao. सो जन जोन्सले चाहिँ अब एलेक्स पेरेरालाई चाहिँ सर्ट फायर गरेको छ होइन अनि जन जोन्स चाहिँ अहिलेको सिचुएसनबाट भन्नुपर्दा चाहिँ टेम्पोररी रिटायरमेन्टमा छ होइन अनि योभन्दा अगाडि चाहिँ टम एस्पिनलसँग चाहिँ अब सबै फ्यानहरूले हेर्न चाहेको थियो होइन इन्क्लुडिङ मी मलाई पनि अब जन जोन्सको म्याच चाहिँ टम एस्पिनलसँग हेर्नु मन लागेको थियो तर जन जोन्सले चाहिँ रिटायर लिएको थियो होइन उसले चाहिँ म्याच चाहिँ एभोइड गरेको थियो अनि त्यस पछाडि चाहिँ अनि युएफसी र डोनाल्ड ट्रम्पले चाहिँ अब युएफसी इभेन्ट चाहिँ व्हाइट हाउसमा गर्ने भनेर चाहिँ एउटा डिसिजन लिएपछि अथवा डिसाइड गरेपछि त्यस पछाडि चाहिँ फेरि जन जोन्सले चाहिँ अनि हि वान्ट्स टु रिटर्न टु फाइट इनसाइड दि व्हाइट हाउस इभेन्ट भनेर चाहिँ अब अगाडिदेखि भनिरहेको थियो होइन अनि त्यस पछाडि अब डाना व्हाइट र अहिले जन जोन्सको चाहिँ अब त्यही चलिरहेको छैन अनि डाना व्हाइटले चाहिँ अब जन जोन्सलाई चाहिँ बिलिभ गर्दैन अब फेरि लास्ट मोमेन्टमा गएर अब फेरि जन जोन्सले पुल आउट गर्यो भने फेरि युएफसी इज गोन बी द प्रब्लम अब यो हुन पनि एउटा स्वाभाविक पनि हो होइन डाना व्हाइटले अब विश्वास नगर्नु कारण पनि किनकि अब टम एस्पिनलसँग पनि पहिला गर्छु भनेर पछि उसले चाहिँ अब रिटायरै लिएको त्योभन्दा अगाडि पनि अब चेल सोननसँग चाहिँ अब सर्ट नोटिसको म्याच चाहिँ अफर गर्दाखेरि अनि जन जोन्सले चाहिँ सर्ट नोटिसको चाहिँ चेल सोननसँग चाहिँ फाइट गर्न चाहिँ अब उसले चाहिँ गर्दिन भने पछाडि चाहिँ सो इभेन्टै पुरै सराउन्ड परेको थियो होइन सो त्यसको कारणले गर्दाखेरि नै अहिले अब के छ बट अनि लेटेस्ट न्युजको अनुसार चाहिँ अब डाना व्हाइटलाई चाहिँ अब जन जोन्ससँग र एलेक्स पेरेरा चाहिँ इफ 205मा भयो भने चाहिँ हेर्न चाहेको छ अथवा इन्ट्रेस्टेड भनेर भनिरहेको छ होइन सो एट द सेम टाइम अनि एलेक्स पेरेराले पनि आई वान्ट टु कम्पिट विथ जन जोन्स भनेर चाहिँ अब लास्ट टाइमको अङ्कालाइफसँगको विन पछाडि पनि उसले पोस्ट फाइट इन्टरभ्यूमा पनि भनेको थियो होइन सो अब यी दुइटाको म्याच चाहिँ अब मलाई चाहिँ अब पहिला अब जन जोन्सले चाहिँ टम एस्पिनललाई एभोइड गरेर एलेक्स पेरेरासँग गर्छु भन्दाखेरि चाहिँ अलिकति क्रिन्ज लागेको थियो अथवा अब इजी विन फर जन जोन्स लागेको थियो बट 205मा चाहिँ अलिक इन्ट्रेस्टिङै हुनेवाला छैन अनि सो अघि मैले प्ले गरेको भिडियो चाहिँ अनि जन जोन्सले चाहिँ सर्ट फायर गरेको छ होइन सो लेट्स लिसन अगेन I beat a lot of legends from your country, my friend. सो अनि जन जोन्सले चाहिँ अब उसले आफ्नो एमएमए करियरमा चाहिँ अब ब्राजिलियन फाइटरहरू चाहिँ धेरैलाई चाहिँ हराएको छ होइन अब मैले फ्ल्याटै अब ट्याक्कै अहिले मेमोरीमा अब आएको चाहिँ अब एलेक्स पेरेराको कोच अथवा उसको फ्रेन्ड अथवा ब्रदर अनि ग्लोबर टेक्सेरा पनि वान अफ द भिक्टिम अफ जन जोन्स हो उसले पनि जन जोन्ससँग हारेको थियो एट द सेम टाइम अनि पहिलाको अब ब्राजिलियन लिजेन्ड अथवा फर्मल लाइट हेभीवेट च्याम्पियन भनौँ होइन ल्युडो माचिडा पनि एउटा यस्तो फाइटर थियो होइन वान अफ द बेस्ट कराते स्टाइलको फाइटर थियो उसलाई पनि जन जोन्सले हराएको थियो होइन सो अनि त्यही अब उसले चाहिँ त्यही पोइन्ट गरिरहेको छ होइन अनि मैले चाहिँ धेरै ब्राजिलियन फाइटरहरूलाई हराएको छु इफ तैँले चाहिँ रिभेन्ज लिन चाहन्छस् भने लेट्स गो भनेर भनिरहेछ होइन सो अब टम एस्पिनलसँग नभए पनि आई वान्ट टु सी दिस म्याच इफ म्याच इज चाहिँ अब 205 यानि कि लाइट हेभीवेटमा भयो भने होइन बट आई स्टिल थिङ्क इट्स इजी वर्क फर जन जोन्स होइन स्टाइल वाइज अब जन जोन्सको अब ओभरअली भन्नुपर्दा होइन अलराउन्डर फाइटर छ होइन हि हेभ बोथ स्ट्राइकिङ एन्ड ग्राउन्ड स्किल टु तर एट द सेम टाइम जन जोन्सको चाहिँ मलाई कहाँ चाहिँ कमी लाग्छ भनेदेखि चाहिँ बक्सिङको चाहिँ अलिकति कमी लाग्छ बक्सिङ डिफेन्स चाहिँ अनि जुन चाहिँ हामीले डोमिनिक रियससँगको पनि म्याचमा देखेको थियो अब जुन चाहिँ अब रबरी भएको थियो होइन तर पनि अब जन जोन्स र एलेक्स पेरेरा चाहिँ डिफ्रेन्ट हुने छ होइन अनि सो जन जोन्सले पनि एलेक्स पेरेरालाई चाहिँ अन्डरस्टिमेट चाहिँ गर्ने छैन होइन सो बट एलेक्स पेरेराको पनि अब पावर त मान्नै पर्छ होइन वान अफ द बेस्ट लेफ्ट हुक इन द हिस्ट्री अफ एमएमए सो हजुरहरूलाई चाहिँ के लाग्छ होइन इफ जन जोन्सले चाहिँ अब
ओक्टागनमा रिटर्न भयो भने हजुरहरूलाई चाहिँ जन जोन्स भर्सेस एस्पिनल अथवा एलेक्स पेरेरा कुन चाहिँ हेर्नु मन छ होइन लेट मी नो। तर अहिलेको सिचुएसन अनुसार चाहिँ अब टम एस्पिनल भर्सेस सिरिल गन त अब हुनै पनि छैन, जुन चाहिँ आइपोकबाट चाहिँ पहिला अब नो कन्टेस्ट डिसाइड गरेको थियो होइन। सो वी गो टु एनदर न्युज। सो WBA च्याम्पियन अफ लाइट वेट डिभिजन इन बक्सिङ चाहिँ अनि जर्भान्टर ट्याङ्क डेभिसलाई चाहिँ WBA ले चाहिँ अब उसको बेल्ट स्ट्रिप गर्ने भएको छैन। अनि स्ट्रिप भन्नाले फेरि फुल अब स्ट्रिप गरेको पनि छैन होइन। उसको जुन अब बक्सिङमा त अब बेल्टहरू अब धेरै छ होइन। अब मेन अब स्याङ्सन गर्ने अब वर्ल्ड बक्सिङ च्याम्पियन भनेको र चाहिँ अब 4वटा बडीहरू छ होइन, एक्सेप्ट अब रिङ म्यागजिनको बेल्टलाई चाहिँ अब छोडेर होइन। त्यो बाहेक 4वटा चाहिँ WBA, WBC, IBF र WBO छ होइन। अनि त्यो मध्येको WBA को चाहिँ 135 को च्याम्पियन चाहिँ ट्याङ्क डेभिस हो। अनि ट्याङ्क डेभिसको चाहिँ अब रिसेन्ट अब डोमेस्टिक भाइलेन्सहरू, उसले आफ्नो गर्लफ्रेन्डलाई हात उठाएको कुराहरू अबले नै अब कस्टडीहरू अब एरेस्टहरू भइरहेको हुन्छ होइन। सो त्यसको कारणले गर्दाखेरि चाहिँ अब पहिलादेखि नै अब ट्याङ्क डेभिस भनेको त अब बिग नेम भएको कारणले गर्दा चाहिँ अब WBA हरूले पनि अब छोडिदिइरहेको थियो होइन। बट दिस टाइम अब यो धेरैचोटि भएको कारणले गर्दा होइन अनि WBA चाहिँ स्ट्रिप गरिदिने निर्णय गरेको छ होइन WBA एसोसिएसनले होइन। सो अब फेरि स्ट्रिप भनेर फुल पनि होइन क्या, फेरि WBA को भित्र पनि फेरि धेरै बेल्टहरू छ क्या। अब WBA इन्टरिम हुन्छ, फेरि WBA रेगुलर छ, फेरि WBA इन रिसिस भनेर छ होइन। सो WBA को चाहिँ जुन वर्ल्ड च्याम्पियनको स्याङ्सनकोबाट चाहिँ डाउन गरेर WBA इन रिसिस भन्ने खालको चाहिँ छ होइन। सो लेट्स अगेन रिड है। Gervonta Tank Davis has been listed as champion in recess after the WBA convened and decided to essentially strip his title in light of recent legal woes. So man, अब ट्याङ्क डेभिस भनेको वान अफ द मोस्ट स्किलफुल बक्सर अनि ही हेभ द गुड पावर इन द ह्यान्ड। तर यार अब ट्याङ्क डेभिसले जुन आफ्नो लेगेसी क्रिएट गर्न सक्थ्यो होइन, जुन उसँग ट्यालेन्ट थियो होइन, अब उसको ट्यालेन्ट अनुसारको उसले अब फाइट गरेर अथवा जितेको फाइटरहरू त धेरै छ होइन, इन्क्लुडिङ रायन गार्सिया अनि मारियो बारियस, जसले चाहिँ प्याकम्यानसँग यानि कि मानी प्याकियोसँग भिडेको थियो होइन। अब त्यस्तो फाइटरहरू सबैलाई नकआउट गरेको थियो होइन। उसको लास्ट म्याच चाहिँ लामो अन्ड रोडसँग भएको थियो, जसमा चाहिँ अब कन्ट्रोभर्सियल ड्र डिसाइड गरेको थियो, डिक्लेयर गरेको थियो। अनि त्यस पछाडि चाहिँ जर्भान्टा ट्याङ्क डेभिसको चाहिँ फेरि जेक पलसँग फाइट गर्ने कुरा थियो, त्यो पनि फेरि पुल आउट गरे लास्ट मोमेन्टमा गएर होइन। सो लाइफ अफ ट्याङ्क डेभिस अथवा जर्भान्टा ट्याङ्क डेभिसको चाहिँ नट गोइङ वेल। आई होप उसको प्रब्लमहरू चाहिँ सोल्भ गरोस् र अनि हि केम ब्याक टु द रिङ, बिकज उसको ट्यालेन्ट जसरी वेस्ट जानु चाहिँ हुँदैन होइन। किनकि अब हामीले माइक टाइसनको फाइटहरू लाइभ अथवा हेर्न पाएन होइन, बट माइक टाइसन जस्तै स्टाइलमा अब होइन नकिङ आउट अनि आफूभन्दा नि अग्लो अग्लो फाइटरहरूलाई चाहिँ होइन, जुन चाहिँ ट्याङ्क डेभिसले गरिरहेको थियो होइन। सो आई वान्ट टु सी द्याट कन्टिन्यू होइन। सो वी गो टु एनदर न्युज होइन। सो अब यो चाहिँ हेर्नु है। अब यो चाहिँ किन फनी छ भनेदेखि होइन, अब कुन चाहिँ फ्यानले होइन अब हमजाद भर्सेस इलिया टोपरिया चाहिँ ट्रेनिङ गरेर अनि इलियाले चाहिँ हमजाद चिमाएबलाई चाहिँ अब सबमिट गरेको भिडियो चाहिँ पोस्ट गरेको थियो होइन। अनि त्यसकै अब रिप्लाईमा चाहिँ फेरि अनि मैले नि यस्तो हेरेँ, मैले सक भएँ। अनि रिप्लाई हेर्दाखेरि चाहिँ अनि हमजाद चिमाएबले रिप्लाई गरेको रहेछ कमेन्टमा होइन, त्यही अब फ्यानले जुन पोस्ट गरेको यो इन्स्टाग्रामको भिडियोमा। अनि यस्तो ट्रान्सलेट गरेर हेरेको होइन। सो लेट्स सी टुगेदर होइन। Those who are half in height and half in weight will not suffocate Hamzat in his sleep रे क्या। अब हमजाद चिमाएब र इलिया टोपरियाको अब सम्बन्ध अहिले कस्तो छ आई डोन्ट नो होइन, बट उनीहरूको चाहिँ एउटा म्युचुअल फ्रेन्ड छ होइन, जसको नाम चाहिँ गुराम हो होइन। अनि गुराम चाहिँ अब नेसनालिटी चाहिँ अब
जर्जियन हो अनि गुराम चाहिँ फेरि हमजा चिमाइमको अब लगभग बेस्ट फ्रेन्ड जस्तो नै हो होइन अनि उनीहरू सँगै ट्रेन पनि गरेर हुन्छ सो अनि एउटा म्याचमा युएफसीको इभेन्टमा गुरामलाई चाहिँ अब दुइटै इलिया टोपुरिया र हमजा चिमाइभले कर्नर गरेको थियो होइन सो अनि त्यति बेला मलाई लागेको थियो कि उनीहरू दुईजनाको अब पनि फ्रेन्डहरू चाहिँ अथवा केही साथीको चाहिँ सम्बन्ध छ जस्तो लागेको थियो अनि लास्ट टाइम चाहिँ हमजा चिमाइभले चाहिँ अनि म र इलिया टोपुरियाको चाहिँ कम्युनिकेसन चाहिँ हुन्छ बट वी आर नट ए गुड फ्रेन्ड भनेर भनेको थियो अनि साथसाथै अनि हमजा चिमाइभको चाहिँ इलिया टोपुरियासँग भन्दा अनि अरमान शाहरुखसँग चाहिँ सम्बन्ध राम्रो छ होइन सो म्यान बट हमजा चिमाइभले नै रेस्पोन्स गर्नुको चाहिँ अलिकति चाहिँ यो चाहिँ अलिकति फन्नी खालकै थियो होइन अनि अब यो त अब फ्याक्ट त फ्याक्टै हो तर पनि अब देयर इज द वेट डिभिजन अनि वेट डिभिजनको साथसाथै अब हमजा चिमाइभ आफ्नै वेट डिभिजनमा बेस्ट छ भनेदेखि इलिया टोपुरिया पनि आफ्नै लाइट वेट डिभिजनमा बेस्ट छ होइन बट यसरी इलिया टोपुरियालाई नै बिल्ला हानेर चाहिँ कमेन्ट चाहिँ नगरेको भए हुन्थ्यो जस्तो चाहिँ मैले चाहिँ फिल गरेँ होइन सो वी मुभ अन विथ एनदर न्युज अनि लास्ट टाइम चाहिँ ड्याना व्हाइटले चाहिँ आफ्नो इन्स्टाग्राममा चाहिँ आएर एउटा भिडियो चाहिँ पोस्ट गरेको थियो जसमा चाहिँ अब बक्सिङ अनि एपेक्स फाइट कन्टेन्डर सिरिजहरूलाई चाहिँ अब एपेक्स मेटा एपेक्स यस्तो यस्तै भन्छ भनेर थियो अनि त्यसको पार्टमा चाहिँ एउटा जिएफए बक्सिङ भन्ने पनि अब जिएफए अर्गनाइजेसनको चाहिँ एउटा पार्ट थियो जुन चाहिँ पहिलादेखि नै थियो तर एक्टिभ थिएन अनि लास्ट टाइम ड्याना व्हाइट र टर्की अलिसिकले चाहिँ मिलेर चाहिँ अब आफ्नो एउटा फेरि छुट्टै प्रमोसन गरेर चाहिँ हामीले चाहिँ वान एन्ड ओन्ली बेल्ट खालको र अनि बेस्ट भर्सेस बेस्ट हुन्छ भनेर चाहिँ एउटा डिसाइड गरेको थियो त्यस पछाडि अब कतिले मजाकमा लियो कतिले रियलमा लियो अनि मैले चाहिँ आउला ड्याना व्हाइटले गर्ला तर सक्सेसफुल चाहिँ हुँदैन जस्तो लागेको थियो तर जिएफए बक्सिङमा फर्स्ट साइनिङमै जय अपाटिया यार अब हजुरहरूले अब जय अपाटिया को भनेर सोध्नुभयो भने होइन अब इफ बक्सिङको फ्यानहरूलाई त अब अलमोस्ट सबलाई थाहा हुन्छ नि जय अपाटिया अनि मैले पनि मेरो युट्युब भिडियोमा चाहिँ इफ यु वान्ट टु सी दि बक्सिङ अनि दिज आर दि बेस्ट बक्सर टु सी द म्याच भनेर मैले तिनवटा नाम चाहिँ दिएर भिडियो पनि बनाएको थियो होइन यु क्यान अल्सो वाच द्याट टु जसमा चाहिँ डेभिड बेनाभिडेज अनि जय अपाटिया अनि साथसाथै त्यो नाम बिर्सेको भर्जिल ओर्टिज जुनियर होइन यी तिनजनाको नाम दिएको थियो होइन सो अनि जय अपाटियाको अब इन्फर्मेसनको बारेमा भन्नुपर्दा चाहिँ हिज स्टिल अनडिफिटेड अनि उसँग चाहिँ क्रुजवेटको चाहिँ रिङ म्यागजिनको र आइबिएफ च्याम्पियन छ अनि रिङ म्यागजिन भनेको चाहिँ अब बक्सिङको दुनियाँमा एकदमै वान अफ द इम्पोर्टेन्ट र प्रेस्टिजियस बेल्ट हो होइन जबकि 4वटा बेल्ट हुँदा पनि होइन अनि किन चाहिँ यो चाहिँ एकदमै भ्यालुएबल र अनि एक्साइटिङ बेल्ट छ भनेदेखि चाहिँ यो रिङ बेल्ट चाहिँ ओन्ली गिभन टु द बेस्ट होइन अनि 4वटा च्याम्पियन भए पनि इफ ओन्ली द बेस्ट डिजर्भ टु विन दिस रिङ म्यागजिन बेल्ट अनि जुन चाहिँ अहिले जय अपाटियासँग छ जय अपाटियाको अब ड्रिम भनेको चाहिँ टु बी अनडिस्प्युटेड इन दि क्रुजवेट थियो तर कता कता अब जुडो रेमिरिजले चाहिँ अब डग गरिरहेको छ होइन अनि आई होप जय अपाटिया बी दि अनडिस्प्युटेड इन दि क्रुजवेट डिभिजन सो अब एक्साइटेड चाहिँ के हुनेवाला छ भनेदेखि इफ डेभिड बेनाभिडेज र अब जुडो रेमिरिजको चाहिँ मार्च 3 अथवा मे 3 मा चाहिँ म्याच हुने चाहिँ डिक्लेयर गरिसकेको होइन अनि इफ त्यो म्याचमा चाहिँ डेभिड बेनाभिडिजले जितेर अनि जय अपाटियासँग चाहिँ फर द युनिफाइड बेल्ट म्याच भयो भने चाहिँ होइन द्याट गोना बी द ब्याङ्गर 2 तर मलाई कता कता डेभिड बेनाभिडिज चाहिँ फेरि वेट चाहिँ फेरि तलै लाइट हेभी वेटमै मुभ हुन्छ जस्तो लागिरहेको छ होइन बट जय अपाटिया इज अ वान हेल अफ अ बक्सर अनि सो जय अपाटिया जस्तो बक्सरलाई चाहिँ साइन गर्यो भनेर सुन्दाखेरि होइन आई वाज सक टु किनकि जय अपाटियाको चाहिँ प्रमोसन चाहिँ म्याच रुम बक्सिङ प्रमोसन हो होइन जुन चाहिँ एडी हनको हो अब के भइरहेको छ मैले यो जुफा बक्सिङमा देख्दाखेरि आई वाज सरप्राइज होइन अनि के जय अपाटियाले चाहिँ म्याच रुम बक्सिङ एडी हानको प्रमोसन चाहिँ छोडेकै हो होइन सो इट कुड बी इन्ट्रेस्टिङ होइन बट म्यासिभ साइनिङ जय अपाटिया सो अनि वी हेभ एनदर
न्युज रिगार्डिङ होर्गे मास्पिटल अनि मास्पिटलले चाहिँ एउटा रिसेन्ट इन्टरभ्यूमा चाहिँ यो कुरा राखेको थियो होइन सो अनि उसको अनुसार चाहिँ I have some fight news coming soon and it's very big news. I can't deny or confirm if it's McGregor होइन अनि सो अब व्हाइट हाउस कार्ड एनाउन्स गरेदेखि अब सबै एउटा अमेरिकन फाइटरहरूमा चाहिँ एउटा एक्साइटिङ बढेको छ होइन सो अनि मोस्ट अफ द फाइटरहरूलाई चाहिँ व्हाइट हाउस कार्डमा चाहिँ जसरी नै म्याच गर्न मन लागेको छैन सो अनि रिटायर्ड भइसकेको मास्पिटललाई पनि हि हेज अल्सो इन्ट्रेस्टेड टु रिटर्न टु दि अक्टागन फर दि व्हाइट हाउस इभेन्ट अनि अपोनेन्ट चाहिँ को हुनेवाला छ भनेर अहिलेसम्म कसैको डिसाइड गरेको छैन बट हर्के मास्पिटलले चाहिँ एउटा कतै कतै रुमर्सहरू होइन अनि अथवा के भन्छ त्यो शब्द मैले बिर्सेर कनर मेग्रेगर पनि आफ्नो अपोनेन्ट हुनसक्छ भनेर भनेको छ होइन इफ कनर मेग्रेगर भर्सेस हर्के मास्पिटल भयो भने होइन दिस म्याच इज गोन बी द ब्याङ्गर होइन अब कनर मेग्रेगर इज अलवेज रिगार्डेड एज द पेपर भ्यू किङ होइन अनि सबै रेकर्डहरू पेपर भ्यूको किङ अथवा रेकर्डहरू सबै कनर मेग्रेगरकै नाममा छ होइन अनि सो अनि एक टाइममा कनर मेग्रेगर चाहिँ इनएक्टिभ भएको टाइममा चाहिँ होर्गे मास्पिटल चाहिँ 2019मा चाहिँ होइन हि वाज दि फेस फर दि पेपर भ्यू थियो होइन अनि सो त्यो टाइममा इफ होर्गे मास्पिटल र कनर मेग्रेगरको म्याच भएको भए चाहिँ मेबी देयर कुड बी पोसिबल द्याट हबी भर्सेस कनर मेग्रेगरको जुन पेपर भ्यूको पनि ब्रेक गर्ने अथवा त्यसकै नजिक पुग्ने सम्भावना थियो होइन सो रिगार्डलेस मलाई चाहिँ कता कता कनर मेग्रेगर भर्सेस माइकल च्यान्डलर भन्दा पनि आई वुड बी इन्ट्रेस्टेड टु सी मास्पिटल भर्सेस कनर मेग्रेगर होइन बिकज आई रियली हेट माइकल च्यान्डलर होइन फक माइकल च्यान्डलर होइन अनि उसले डिजर्भ पनि गर्दैन जता जुन नै इन्टरभ्यूमा नि वी हेभ टु फिनिस टप सिजन 31 भन्छ होइन नो वान गिभ्स अ सिट अबाउट द्याट टप 31 होइन माइकल च्यान्डलरले जुन बेला फाइट गर्नुपर्ने थियो जहिले कनर मेग्रेगर भनेर आफ्नो प्राइम इयर्सहरू 2 वर्षहरू सबै सकाइसकेको थियो होइन सो आई रियली हेट माइकल च्यान्डलर अनि यु डिजर्भ दिस अनि माइकल च्यान्डलरले अब युएफसीको लागि त्यति साह्रो पनि गरेको छैन होइन अब उसले अब फाइट गर्यो अब हाम्रो अब डस्टिन पोरियर जस्टिन गेजी चार्ल्स ओलिभेराहरूसँग होइन सो सबैजनासँग हार्यो होइन अब प्याडी पिन्डेटसँग नै हारिसकेपछि त अब माइकल च्यान्डलरलाई चाहिँ कुन चाहिँ आधारमा चाहिँ होइन रेड पेन्टी नाइट अथवा मनी फाइट अगेन्स्ट कनर मेग्रेगर दिने होइन आई रियली डोन्ट अन्डरस्ट्यान्ड होइन सो माइकल च्यान्डलर डिजर्भ्स टु फाइट आउटसाइड द टप 15 इन द लाइट वेट डिभिजन बट कनर मेग्रेगर चाहिँ आई होप द्याट नेभर ह्यापन इफ कनर मेग्रेगर भर्सेस नेट डियाज भयो भने म अझ इन्ट्रेस्टेड हुनेवाला छु होइन किनकि नेट डियाज र माइकल मेग्रेगरको नि अब 1-1 छ होइन सो अनि रम्बल म्याच हुनेछ होइन सो इफ दे डिसाइडेड टु फाइट इच अदर होइन अब बोथ अफ फाइटर आर आउट अफ द प्राइम तर पनि नेट डियाज पनि एक समयमा अब आफ्टर कनर मेग्रेगर पछि पछाडिको त पेपर भ्यूकै फेसै थियो होइन सो द्याट गोन बी मोर इन्ट्रेस्टिङ द्यान दि फकिङ माइकल च्यान्डलर होइन सो इफ कनर मेग्रेगरले चाहिँ रिटर्न गरेर कि मासुडा कि नेट डियाज भयो भने चाहिँ द्याट गोन बी द गुड फर मी होइन सो हजुरहरूलाई चाहिँ के लाग्छ होइन हजुरहरूलाई चाहिँ स्टिल वान्ट टु सी अगेन्स्ट माइकल च्यान्डलर सो लेट मी नो टु द्याट टु होइन What's up, everybody? So, UFC 324 is the first UFC event on Paramount Plus. It's a week away. So, अब UFC को डिल चाहिँ ESPN सँग सके पछाडि चाहिँ प्यारामाउन्टसँग चाहिँ डिल गरेको थियो सो अब सुरुमा त फ्री भनेको थियो प्यारामाउन्टको चाहिँ सब्सक्रिप्सन लिनेहरूलाई तर पछि चाहिँ फेरि यताउताको पैसाहरूको चाहिँ फेरि फ्री होइन यो यहाँ त्यहाँ आइरहेको थियो तर ड्याना भाइले चाहिँ रिसेन्टली चाहिँ अब $9 पर मन्थमा चाहिँ मन्थभरिको सबै इभेन्टहरू चाहिँ हेर्न सक्ने खालको चाहिँ एउटा न्युज दिएको छ होइन सो आई होप इट कुड बी गुड फर द पिपुल अफ दि अमेरिका तर अब हाम्रो हेर्ने तरिका त त्यही हो होइन अब इलिगल स्ट्रिमिङै हो होइन सो अब त्यसमा चाहिँ धेरै ब्लरहरू नहोस् ल्याग नहोस् त्यही हो होइन
सो अब अरूको न्युजमा भन्नुपर्दा So yesterday we sent a legal letter over to Virgil's manager, Rick Meridian, demanding he stops interfering with the Boots Virgil negotiations. And सो अहिले चाहिँ के भइरहेको छ भनेदेखि होइन अब ओस्कार डेल होया जो चाहिँ अब गोल्डन बोय प्रमोसनको चाहिँ प्रेसिडेन्ट अथवा चेयरम्यान हो अनि उसकै प्रमोसनमा फाइट गर्ने एउटा फाइटर फर्जेल ओर्टिज जुनियरको चाहिँ अहिले केस चलिरहेको छैन अनि भर्जेल ओर्टिज जुनियरले चाहिँ ओस्कार डेल होयालाई चाहिँ ल सुट गरेको थिएन अब भर्जेल ओर्टिज जुनियर भन्दा नि उसको टिमले भनौँ न अनि सो अब मोस्ट अफ द फ्यानहरूलाई सबलाई हेर्नु मन लागेको बक्सिङ म्याच हो भर्जिल ओर्टिज जुनियर भर्सेस ज्यारन बुट एनिस तर कन्ट्र्याक्ट नेगोसिएसनहरूले गर्दाखेरि चाहिँ अब त्यो म्याच चाहिँ अब फिक्स गर्न सकिरहेको थिएन अनि रिसेन्टली 2-3 दिन अगाडि चाहिँ ओस्कार डेल होयाले चाहिँ 60-40 गर्ने भए चाहिँ गर्ने जस्तै कुरा गरिरहेको थियो अनि 60-40 यानि 60% गोज टु भर्जिल ओर्टिज अनि 40 गोज टु ज्यारन बुट एनिस अनि विनर टेक दि 5% यस्तै खालको एउटा कन्ट्र्याक्ट नेगोसिएसन भएको थियो अनि त्यस पछाडि चाहिँ अब फेरि एडी हर्नको टिमले चाहिँ मानेन होला 60-40 चाहिँ अथवा 50-50 नै के भन्यो होला होइन तर चाहिँ भर्जिल ओर्टिज जुनियरले चाहिँ अब दे वान्ट टु डक द फाइट अगेन्स्ट ज्यारन बुट एनिस अथवा दे वान्ट टु फाइट ज्यारन बुट एनिस सो ब्याडली होइन अनि 60-40 भन्दा पनि 50-50मा भए पनि आइएम ओके भनेर चाहिँ फाइट गर्न रेडी भएर नि होला होइन सो अनि ज्यारन बुट एनिसको चाहिँ अब म्यानेजर अथवा टिमको चाहिँ त्यो कुरा थियो अनि ओस्कार डेल होया अनुसार चाहिँ अब यो मनी टक्सहरू चाहिँ टिमहरूले डिसाइड गर्ने होइन मनीको टकको र अनि कन्ट्र्याक्ट नेगोसिएसन चाहिँ मैले प्रमोटरले गर्ने हो भनेर अनि यस्तै कुराहरू नमिलेपछि चाहिँ अब ल सुटहरू फायर भइरहेको छ होइन सो अब रिजल्ट र कन्क्लुजनहरू चाहिँ अझै आउनु बाँकी छ होइन लेट्स सी वाट ह्यापन बट अहिलेको लागि चाहिँ कुरा चाहिँ यही हो होइन सो अब लेट्स सी दिस नकआउट अगेन इलिया टोपरियाले चाहिँ अब केओ अफ द इयर अवार्ड चाहिँ पाएको छ होइन अनि मैले चाहिँ मेरो केओ अफ द इयरको भिडियोको लिस्टहरूमा चाहिँ मेरो केओ अफ द इयर चाहिँ क्विन सालकिडको चाहिँ हेड किक अगेन्स्ट को मैले नाम चाहिँ बिर्सेँ बट UFC 321मा जुन चाहिँ सर्ट नोटिसमै गरेको फाइटको होइन त्यो चाहिँ मेरो चाहिँ फाइट अफ द होइन केओ अफ द इयर भनेर भनेको थियो साथसाथै मैले चाहिँ युएफसीले चाहिँ कसलाई चाहिँ डिसाइड गर्छ भनेर मैले चाहिँ इलिया टोपरियालाई नै युएफसीले चाहिँ विनर गराइन्छ हेर है भनेर भनेको थियो होइन सो अब एज एक्सपेक्टेड इलिया टोपरियाले नै केओ अफ द इयर जितेको छैन अब मैले इलिया टोपरियाको केओ चाहिँ ब्याड अथवा यस्तो नराम्रो यस्तो चाहिँ भन्न खोजेको चाहिँ होइन बट प्रोफाइल अनुसार चाहिँ डिसाइड गरेको जस्तो लागेको होइन किनकि अब इलिया टोपरिया इज अ बिग नेम इन दि युएफसी मार्केट अनि उसले केओ गरेको अपोनेन्ट पनि फेरि चार्ल्स डी ब्रोन्स ओलिभेरा वान अफ दि फ्यान फेभरेट फाइटर अनि वान अफ दि मोस्ट पपुलर फाइटर अनि वेट क्याटेगोरी चाहिँ उसले अपमा फाइट गरेको थियो अनि त्यसकै कारणले पनि हुनसक्छ बट स्टिल इट इज वाट इट इज अनि युएफसीले नै डिसाइड गरेको भन्दा पनि अब भोटबाट डिसाइड गरेको र इलिया टोपरियाले जिताएको भनिन्छ होइन सो बट क्विन सालकिडकै मलाई किकले चाहिँ डिजर्भ गर्छ जस्तो लागेको थियो होइन सो आजको लागि चाहिँ यति नै होइन MMA र बक्सिङको न्युज आई होप एभ्री वान enjoying too. So if you guys love MMA and boxing, please subscribe to this channel and also like the video. Thank you and peace. Jai Nepal.